यहाँका बुढाबुढी यस्तो गर्मीमा घुम्दा कस्तो लागेको त ठिक लागेछ गर्मीमा घुम्दा ठिक लागेछ कस्तो कुरा गरेको त ठिक लागेछ र बा बुटोलको गर्मीले त भ्याइ तप 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 हुन्छ यहाँ पानी आएर यसो अर्काको घरमा ओत्तिएको हेर्नु बुढोलाई झन् सोध्यो भने ठिक लाग्छ अरे गर्मी ठिक लाग्छ गर्मी त ठिक लाग्छ यस्तै हो गर्मी जाडो भन्ने चाहिँ त्यस्तै हेर्नुहोस् कस्तो होला कुखुरा कस्तो राम्रा राम्रा कुखुरा छन् लोकल कुखुरा खाने भए सम्पर्क गर्नु होला है ल ल ल के भन्छ भन्न जानेको यस्तो जाने कि जाऊँ भयो आउँदिन होला भाइ जाऊँ ल अब जान्छौँ साथी हो घुम्न आएको लौरोहरू केहरू बोकेर हिँड्नुपर्छ के गर्नु तर आउँदिन बजेर गयो हामी झन् फर्किनु के भएको होला है गएको मान्छे पनि फर्किनु बजेर झन् अरे जाने अरे यस्तो एक त हामी फेरि पातल पातल छौँ नि म त झन् यस्तो पातलो छु यस्तो पातलो छु कि यस्तो पातलो छु त्यो पेट होइन पटुको सोटुको बाँधेर निक्लेको होला गाडी आउँछ फेरि यस्तो सानो ठाउँमा गाडी आउँछ जानुपर्छ हामीहरू त पानी टङ्की छ नि हो त्यता जानुपर्छ आफ्नो गन्तव्य त्यहाँ गएर खतम हुन्छ होइन र बुढो पानी आएर मेरो बुढोलाई फेरि केही बोल्न आउँदिन के हो राम्रो छ यति भए भयो फेरि नबोल्ने बुढोको नबोल्ने बुढी पर्दो रहेछ यस्तो रहेछ कि बाध्यताले पनि बोल्न पर्ने रहेछ अब केही पनि बोल्दिनँ नि त्यहाँबाट म एक्लै पत्र हर कुरामा बोल्नै पर्यो परि आउँदा लड्नै पर्यो झगडा गर्नेलाई जवाब दिनै पर्यो होइन र के हो बुढो ल है गाइस पानी आयो पानी गरे खलायो के भन्थ्यो गाना त आजकल त बिर्सेँ है गीत गाउन त एउटा गाइस यो फुल गएर घरमा लगाउने हो टक्क आइसक्यो तपाईँलाई फेरि देखाउँछु मैले है यो फुल लगाएको फुल यस्तो भयो बोल्ने राम्रो भनेर तपाईँलाई देखाउँछु ल ओके बाई